एभ्रिवान सन्चै हुनुहुन्छ? आई होप सन्चै हुनुहुन्छ सबैजना हैन। हामी पनि सन्चै नै छौँ। अनि आज चाहिँ होली। सबैभन्दा पहिला ह्याप्पी होली सबैजनालाई हैन। कसरी मनाउँदै हुनुहुन्छ, के गरेर मनाउँदै हुनुहुन्छ, कतिजनाको त मनाउनु पनि पाउनु भएन होला, केही छैन, अर्कोचोटि मनाउन पाइन्छ हैन। अनि हामी चाहिँ एकदमै लागिरहेको छ। यहाँ चोकमा गएर नाच्न भनेर चोक हिँड्दैछौँ। पुरै ग्याङ बोकेर जाँदैछौँ। गीत त बजेको छैन, हामी त्यहीँ गएर बजाउनेवाला छौँ। अनि जे जस्तो भए पनि भोट चाहिँ घन्टीलाई नै दिनु होला। हामी होली खेल्दैछौँ तर पनि नारा लाउँदै हिँडेको छौँ भोट फर घन्टी भनेर। सो भोट घन्टीलाई नै दिनु होला। चुनाव पनि आउँदैछ होली पछि लगत्तै हैन। यहाँ हामीलाई चाहिँ यस्तो लागिरहेको छ, होली यस्तो लागिरहेछ, कुरा छोडिदिनुहोस् पुरै। अब यहाँ चाहिँ चोक आइपुग्यौँ हामी। चोकमा त कोही छैनन्। अब चाहिँ हामीले तल्का मचाउनेवाला छौँ चोकमा। बल्ल सरारा हुँदै रहेछ। यहाँनिर चाहिँ आइसक्रिम रहेछ। चोक हाम्रो चोक भनेको चाहिँ यही हो हैन। हामीलाई चाहिँ यति हो। यहाँ पुरै लागिरहेको रहेछ। पुरै कलर छैन। भ्लग बनाइरहेको छौ। म त अब फेरि भ्लगमा फेरि डिस्टर्ब हुन्छ ल। ह्याप्पी होली। होली हो ल अब हामी चाहिँ यहाँ नाच्नेवाला छौँ गाइज। यस्तो बनाइदिनु भयो मलाई त। हामी चाहिँ यहाँनिर डान्स गर्नेवाला छौँ सबैजना। पुरै गीत बजिरहेको छ। मलाई चाहिँ यहाँ के बनाइदिएको हो पनि यो हाम्रो चोक है। यो चाहिँ हाम्रो चोक हो। पुरानामा नहोली हे। हेलो, हामी चाहिँ होइन कति बजिसक्यो, 4:30 भयो हो। अनि हामी चाहिँ के अरे रोस्ट खान मन लागेर यहाँ एन्जल होटल जाँदैछौँ। यहाँ एन्जल होटल जानलाई हाम्रो घरबाट 5 मिनट लाग्छ होइन। तर म आजसम्म रोस्ट खानकै लागि भनेर चाहिँ गएको छुइनँ क्या। अरू बेला साथीको बर्थडेहरूमा कहिलेकाहीँ यसो गएको छ, तर रोस्ट मैले खाएको छुइनँ। अनि आज चाहिँ होली, हामीलाई कस्तो रोस्ट खान मन लाग्यो क्या। अनि ल केटी तर म जानुपर्छ भनेर हामी चाहिँ एन्जल जाँदैछौँ। अनि यो चाहिँ अघि चाहिँ पुरै कलर लाएर रातै भएकी थिएँ, अहिले त नुहाएर हेरौँ कति राम्री भयो कि। म चाहिँ यस्तो छु। यसलाई म त्यहाँनिर रङ लगाइरहेका मान्छे देखेँ भने यसलाई म छोड्नेवाला त छैन। हेर्नु होइन, म त भन्छु मैले रङ लाउने हुँदैन। यस्तो बनाइदिन भन्छु, यस्तो बनाइदिन भन्छु। अनि लगाइदियो भने तिमीलाई त म उता जानुपर्छ होइन, उता जानुपर्छ। कस्तो नजिक त सिधा बाटो भएको भए नजिक छ कि, तर घुमेर जानलाई कति उताबाट घुमेर जानुपर्छ, उता पुग्नुपर्छ। यहाँबाट आएको ऊ त्यो नरै सिधा बाटो भएको भए त हुन्थ्यो। अनि हामी घाँस काट्न यतातिर आउँछौँ खोज्नलाई होइन। कस्तो राम्री देखेको साइकल कुदाउँदा पनि। अनि हामी चाहिँ चोकमा नाचिरहेको छन् अझै पनि। अहिले हामी चाहिँ रोस्ट खान जाने भनेर जाँदैछौँ त्यहाँ पुगेर। अनि त्यहाँ पुगेपछि देखाउँछौँ कस्तो छ हाम्रो एन्जल, तर पनि कति फेमस छ भनेर। त्यहाँ नआउनु हुने मान्छेहरू नै हुनुहुन्न क्या। मैले घर, तिम्रो घर कता भन्नु छैन। अनि गएको भन्ने बित्तिकै एन्जलदेखि कता भन्नुहुन्छ कि प्रायः सबले। एन्जल नआउने मान्छे हुनुहुन्न। अनि हामी यति नजिक भएर पनि त्यहाँको रोस्ट चाहेको छैन आजसम्म पनि। 5 वर्ष भए चाहिँ यहाँ आएको। आज चाहिँ के मोड चलेर हामी चाहिँ जाँदैछौँ। ल वहीँ पुगेपछि भेटौँ ल है त। हामी चाहिँ यहाँ आइपुगिसक्यौँ। यो
चाहिँ बासघारी यहाँदेखि उता जाँदाखेरि हाम्रो घर जानु उता पुगिन्छ अनि यहाँदेखि यतातिर आयो भने चाहिँ एन्जल अनि यताबाट टङ्की सुनवारी पुगिन्छ होइन। हामी चाहिँ यहाँ आइपुग्छौँ। थाहा छैन आज कति भिड छ, फेरि यस्तो लाज लाग्दैन। थाहा छ भिड हुन्छ भनेर कि भिड छ कि बन्द छ, दुइटामा एउटा त हो। यहाँनिर मान्छे कति धेरै हो, कसरी कटाउनु मैले। यता त कालो देखिने रहेछ तर पनि जाँदैछ। हेर भाइ एक्सपेक्टेसन भर्सेस रियालिटी हुने हो कि एक्सपेक्टेसन खुलिरहेको छ, रियालिटी बन्द भइरहेको हुनु अरे क्या। तर त्यस्तो चाहिँ नहोला। यस्तो मान्छेको भिड हेर्न आइपुग्न आँट्यो बन्द छैन बन्द। फाइनली हामी चाहिँ आइसकेको छौँ एन्जल अनि बाटोमै यस्तो भिड छ, भित्र के खाली होला, कसरी जाने। यस्तो दामी छ, मतलब त्यस्तो दामी तर लास्ट भिड के ओ माई गॉड के गरी जाने भन्ने कुरा हो। साइकल उतारेर राखेर आउनुपर्छ भाइहरूकोमा। सो भित्र ठाउँ खाली छ छैन थाहा छैन, के गरी जानु हामी। ल हामी भित्र छिर्छौँ अनि त्यसपछि। हेलो, मैले भन्दै थिएँ नि एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ भनेर। यहाँ त सबै थोक सकेछ क्या, रोस्ट खाना आएको रोस्टै सकेछ। अनि कति भिड हो, कति भिड। आम्मामा आज प्रायः कतैको होटलहरू खुलेको छैन नि त। अनि यो चाहिँ गाउँको भएर यहाँको चाहिँ खुल्ला थियो। अनि यहाँ चाहिँ यस्तो त्यही भिड भएर पनि होला सकेछ सब थोक। अनि त्यो के छ भनेर भनिन्छ, त्यो जुन चाहिँ हामीले नखाने त्यो छ भनिन्छ। भएको कुरा चाहिँ सकेछ। हामी चाहिँ जाँदैछौँ अब फेरि घर। आज त खाना पाइएन। कति भिड हो कि यो, कति भिड हो, कति धेरै मान्छेहरू सबैजना अनि छा कस्तो यार आज कस्तो जोसमा। फेरि यहीँ नजिक भए पनि हामी अरू दिन चाहिँ कस्तो आउन मन गर्दैनौँ क्या त्यति धेरै। आज आइदिएको आज चाहिँ यहाँले चप्पल छ आज चाहिँ यस्तो भइरहेको। हामी चाहिँ फर्क्यौँ यहाँनिर त रोस्टै रहेन रहेछ होइन। अब चाहिँ घरै जान्छौँ होला। यस्तो बाटो नि लै भने जस्तो। मोमो पाउँछ अरे। अब त्यो मोमो पनि सकिएको रहेछ आज त। मोमो पनि त्यो मोमो त मलाई मन पर्दैन त्यति धेरै। हुन त हामी अब यहीँ नजिकै छ, अरू दिन पनि आउँदा हुन्छ, केही छैन। तर पनि कस्तो मन लागेको दिनको कुरा हो नि त। अरू दिन त्यस्तो धेरै वास्ता नै हुँदैन। अब यही बाटो कतिपल्ट हिँडिन्छ वास्ता नै हुँदैन। अनि आज कस्तो पैसा मागेर बचत गरेर आएको मान्छे म। हेर जिन्दगी। अघि मैले आउँदाखेरि कुदाएको थिएँ, अहिले यसले कुदाउँदैछ। पाएन थिएन भनेर यस्तो भए पो मान्छेलाई होली खतरा लागिरहेछ गाई हामीलाई हो। तर नलागेको भन्नु हुँदैन, यतिको लागेकै हो। तर पनि के पुगेन जस्तो फिल हुने के, लाइक त्यो पहिलेको जस्तो साथीभाइ त्यस्तो नभएर होला। टक्कसँगले अब यो भ्लग चाहिँ हजुरले युट्युबमा हेर्नु पाउनुहुनेछ होइन। युट्युबमा हेरिदिनु होला सबैजनाले, माया गरिदिनु होला। बिस्तारै बिस्तारै अलिअलि भ्लग कन्फिडेन्स बढाउँदैछु क्या, कन्फिडेन्स लेभल बढाउँदैछु। म चाहिँ त्यस्तो भ्लगर पनि होइन, तर पनि मान्छेहरूको अगाडि यसो बोल्ने कन्फिडेन्स बढाउँदैछु अलिअलि भ्लग गरेर। त्यस्तो साह्रो त गर्न आउँदैन, तर पनि बेबो जस्तै मान्छेहरूले बेबोको फ्यान भएपछि अलिअलि त्यस्तो त हुनै पर्यो नि होइन र। हामी चाहिँ घर आइसकेको छौँ। अनि यो हालत के हो, सिन्दुर लगाए जस्तो कस्तो बनेको, कपाल बाटेको थियो नि त। अनि मैले चाहिँ फुकाइसकेको छु सिन्दुर। हेर सिन्दुर लाउँदा मलाई राम्रै देखिने रहेछ अरे क्या। कस्तो देखेको यो कपाल त छैन के हो यस्तो। अब चाहिँ म नुहाउँछु, नुहाएर खाना बनाउनु छ होइन। त्यही हो, नुहाउँछु है त अब म।